सबैजनालाई सो व्हाट्स अप आज चाहिँ हामी गोइङ समवेयर वी डोन्ट नो है यतिकै बाहिर निस्केको कतै जाने हैन हामी हो कता जाने आज त केही थाहा नै छैन मैले कता लिएर जान लाग्यो भनेको थाहा छैन रे अब हेरौँ त्यही भने अब जम अब बाटै बाटो कता कता हुन्छ है आज वी डोन्ट नो वेयर वी गो तर लेट्स अलराइट लेट्स गो बेबा कहाँ जान लाग्यो हामी चाहिँ एक्ज्याक्टली कहाँ जान लाग्यो भने चाहिँ थाहा भएन तर जम कता जाने भने चाहिँ अब आई डोन्ट नो अब यहाँ टोखा सोखा जाउँ न टोखातिर होइन त्यहाँबाट चाहिँ अनि माथि त्यो झोलको बाटो हुँदै माथि नुवाकोट साइडतिर जाउँ नुवाकोटतिर जाउँ त्यसको सी के छ त्यतातिर भयो भने अनि उता अलिअलि लन्च खाएर आउँदै लन्च हुन्छ ब्रन्च हुन्छ कि डिनर हुन्छ अब त्यो चाहिँ थाहा भएको छैन अब कति बजी अहिले अब डिनरै हुन्छ गएपछि त त्यो माथितिरबाट यसो हल्का डिनर हानेर आउनु पऱ्यो आज लन्च पनि खाएको छैन अब एकैचोटि ओके लेट्स गो बाई हामी चाहिँ यो टोखातिरबाट माथितिर आउँदैछु काठमाडौँबाट बाहिर निस्किँदा नि कस्तो रमाइलो लाग्ने है बेबी यो बाटोहरू कस्तो रमाइलो छ क्या हेर है आनन्द आउने कि ड्राइभ गर्न पनि यस्तो रमाइलो लाग्छ बाटो त दामी छ नि दामी छ हेर न माथि हिलहरू है एकैछिनमा क्या काठमाडौँमा क्राउडेड हुन्छ बाहिर आउने बित्तिकै एकछिनमै कस्तो हार्के क्या इन्भाइरोमेन्टै हार्के छ क्या सो हामी चाहिँ यो चाहिँ झोरतिर होइन अब बिस्तारै यहाँबाट चाहिँ झोरै जान्छ अस्ति नै पनि आएको थियो नि हामी यो चाहिँ अस्ति हामी यहाँबाट निस्केको थियौँ है अस्ति हामी यही बाटो आएको थियो नि तर उताबाट चाहिँ हामी निस्केको थियो बाइकमा होइन अब अहिले चाहिँ हामी यतातिरबाट जाँदैछ कता उता सर्टकट आएको थियो नि अब एकचोटि चाहिँ यो माथि अब झोर आइपुग्न लाग्यो यो डाँडाको बाटो छ माथि 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 उकालो यो नुवाकोट जाने बाटो पनि यही हो सो लेट्स गो कतातिर हुन्छ हामी माथितिर घुमेर चाहिँ आऊँ आज लङ ड्राइभमा आएको हामी अब यो साइड लाइट मार्छ उताबाट गाडी आउँछ यो हावासँग सिग्नल दिन्छ अनि मान्छेलाई साइको परिहाल्छ गाडी चलाउँदाखेरि फेरि यस्तो त बाटोमा मान्छेहरू फेरि पुरा बाइकमा चुइङ 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 घुमाएर आउँछ क्या रेस जस्तो चुइँ गरेर आउँछ अनि ढेङ्ग ठोकेपछि उठ्छ ए बस यसरी रोक्छ टर्निङमा रोकेछ होइन अब उताबाट गाडी आयो भने त मैले देख्दैन नि त सो हामी चाहिँ यहाँ माथि झोर साइडतिर आइसक्यो होइन यो झोरै हो क्या अरे होइन मा अब त्यो माथिबाट तल झर्ने त झोर यो त झोरतिर हो यहाँबाट पनि भ्यू चाहिँ दामी देखिरहेको हुन्छ है मजाको देखिरहेको छ यो माथिबाट चाहिँ झोरै माथि हो त्यो झर्ना छ क्या यहाँ मन्दिर भएको यहीँनिर हो यता चाहिँ यहाँको भ्यू चाहिँ यस्तो देखिरहेको छ दामी छ भने म चाहिँ यहाँ माथि एउटा पसलमा होटलमा आएर यहाँ यसो टोइलेट जाउँ भने पुरा यस्तो ठाउँ रहेछ यतातिर पो रहेछ तर यहाँबाट नि भ्यू चाहिँ बब्बाले देख्ने रहेछ यार नाइस भ्यू बादर बादर कस्तो अँध्यारो देखाइ बेबी यो बाटो त्यही त अनि घामै छैन यता अनि कहाँबाट अँध्यारो भइहाल्छ घाम छेकेको घाम
छ घाम रुखले छेकिन्छ नि त यहाँ तर कस्तो आनन्दको बाटो छ क्या एकदम रमाइलो छ यो बाटो तिमी पनि चलाउ नि त गाडी खै मलाई ड्राइभ गर्नु दिन्छु नि त आउँछ चलाउ के हो चलाउन आउँदैन जसलाई क्या अझै सिकेको होइन चलाउने मात्रै होइन उडाइदिन्छु म गाडी अझै सिकेको त गाडी झन्डै उडाइदिएर कतातिर पुऱ्याइदियो कहिले हो हावा गफ दिने के उडाएको झन्डै कहिले उडाएर पहिला भन्दैछ चलाउँदा हावा गफ दिने भने उडाएकै छैन ल गाडी मैले उडाउनु दिनु नि पऱ्यो नि गाडी त उडाउनै दिँदैन अरे मलाई गाडी त ठिक छ म नयाँ गाडी किन्छु आफै अन्त किन न मन चढ्छु मलाई पनि घुमाउन ल म पनि जान्छु सँगसँगै भइहाल्छ नि किन लाने म एक्लै जान्छु जाउँ म पनि जान्छु तर कस्तो मजाको बाटो छ है यहाँ यो डाँडा तर लास्टमा हामी आउँदा यस्तो बाइकमा आएको थिएँ यति चिसो भएको यो बाटो अनि अस्ति नै हामी आउँदा त त्यो उसमा गएको मङ्गुज हो नेउरी मुसा जस्तो यार कत्रो है खोइ खिच्नै पाएन यार यता देखाएको किन्नु बाटो क्रस गरिहालेँ त्यही भने कस्तो खतरा थियो यार तर दामी थियो त्यो नेउरी मुसा जङ्गलको तर कस्तो कलरकै अर्कै पुच्छरमा अर्कै कतिवटा कलर थियो कति बजी लङ ड्राइभ आएको कस्तो रमाइलो भइरहेछ मलाई कति बजी मेरो बुढाले मलाई लङ ड्राइभ लिएर आएको हाई बुढा ए बुढी हामी कहाँ जाने हो आई डोन्ट नो जता हुन्छ त्यतै अब गएको गाई छ कतातिर पुग्ने हो थाहा छैन खाल्दा त गएको गरौँ न कतै स्टप गरौँला नि हामी कुनै ठाउँमा हेरौँला नि त्यो हामी के अस्ति के झर्ना आएको रे हामी त्यो पुरा पानी परेको बेलामा आएको थियो लौके झरना होइन के हो खोइ के झर्ना लौके होइन झरना होइन जीबाट आउँथ्यो कि केबाट आउँथ्यो झीबाट कस्तो भिड छ त्यो त हाम्रो भ्लग पनि बनाएको थियो नि त पुरा पानी परेर कत्रो त्यो के अरे जुग्गै जुगा लागेर हामी है जुग्गै जुगा लागेर हामी कस्तो भएको थियो अघि कतिवटा जुगा लागेको हामीलाई त त्यही त रगतै रगत आएर जुगा अनि त्यसपछि त्यो के अरे पानी पनि वाइल्डै थियो त्यही भएर रेनकोट लगाएर झर्ना यस्तो वाइल्ड झर्ना थियो त्यो त है बढी वाइल्ड थियो नि, झर्ना वाइल्ड। एकदमै पुरै माटोको पानी बगे जस्तो यस्तो डेन्जर थियो त्यो त बाढी आएको पानी जस्तो क्या पुरा रातो हाम्रो भ्लग छ नि अस्ति अपलोड गरेको कस्तो झर्नाको नामै बिर्स्यो होइन हामी यो माथि आर्मी चेकपोस्टमा आइसक्यो यहाँ यहाँ आइपुग्यो यतैबाट अलि माथितिर त थियो नि हामी कहाँ यो आर्मी चेकपोस्ट यहाँबाट चाहिँ तल उता नुवाकोट मुनितिर हो यहाँ त रोक्नु पनि दिँदैन क्या अस्ति हामी रोक्दाखेरि नरोको भनेको थियो है भाइ रोक्नै दिएको थिएन हामी अस्तिमा यहाँ दामी देख्छ कस्तो दामी देखेर बाटो शिवपुरी गाउँपालिका रे बार्दलिन भनेको त यतै थियो क्या रे ए बाटोलिन जाने हो बेबु कफी खाल्न बरु कहाँ हो त उता बिर्स्यो भने त कतातिर अर्को तलतिर हो जस्तो लाग्यो अझै हामी गएको थियो नि कस्तो रमाइलो छ है त्यो बाटोलिन पनि हामी लास्ट टाइम चाहिँ बाटोलिन मम ड्याडसँग आएको थियौँ है कति धेरै 1 वर्ष अगाडि होला है हाम्रो बिहे नै भएको थिएन 2 वर्ष पैसा अगाडि थियो? थिएन बिहे नभइकन अब हामी कहाँ बिहे भएर गएको अब कस्तो बिहे बिहे नै नभइकन गएको हो होइन भइसक्यो होइन बिहे नै नभइकन गएको हो
थुप्रो भइसक्यो कि हाम्रो बिहे नै भएको थिएन। ल ल म अहिले पछि हेर्छु भइसक्यो बिहे भएर गएको कि नभए भनेर। यो मान्छेलाई केही पनि याद हुँदैन प्रायः जस्तो। मैले याद दिलाउनुपर्छ जहिले। तर पहाड दार्जिलिङ कस्तो रमाइलो चाहिँ रमाइलो थियो। अब कता पो मैले बिर्सेँ त्यो म्यापमा। तलै हो मलाई याद छ अझै तलै हो। आई थिङ्क हामी कफी खान चाहिँ त्यहाँ रुक्छौँ होला होइन? त्यहाँबाट कतै नजाने तल त्यहाँबाट जाने हेरौँ अब कति बज्छ के हुन्छ बाटो। अब जाँदा त अँध्यारो अहिले त एकछिन उज्यालो अब अहिले एकछिनमा त अँध्यारै हुन्छ। रात पर्छ बाटो चाहिँ यस्तो रमाइलो छ नि अब बाटोले नु त देखाइरहेछ। बारदलिङ पो जाने तलतिर जाने कि एकछिन भयो तलतिर जाने ल जाउँ न त त्यसो भए। है। हामी चाहिँ फेरि दार्जिलिङ जाने भनेको भेबुले तलतिर जाने भन्यो। त डाँडामा कस्तो दामी देख्दो रहेछ है भ्यू। के हो मोताङ भनेको मातोङ आग्रो फार्म एन्ड रिजोर्ट जाने? यहाँ जाने हुन्छ गइदिउँ न त नयाँ ठाउँ। हामी चाहिँ मातोङ एग्रो फार्म एन्ड रिजोर्ट जान लाग्छौँ। कस्तो छ हेरौँ। यता त क्युट रहेछ। कुन ठाउँ रे माए? माटोङ। त्यहाँ हेर न हेलो भन्न आयो तिमीलाई वेलकम गर्नलाई। कस्तो राम्रो ठाउँ है क्युट। ला हामी त रङ टाइममा आएछ नि त छुट्टीमा पो आएछ त। कस्तो क्युट ठाउँ रहेछ है। राम्रो रहेछ ठाउँ चाहिँ। व्हाइट हाउस। अहिले त बन्दै हो। यो एक हप्ताको लागि त्यो रुमहरू अलि मेन्टेन गर्दैछन्। किचनहरू पनि सबै बन्द त। हजुर सबै बन्द। ठिकै छ के रहेछ भने छिरिहाल्यो हामी। ए पछि आउनु पर्यो त्यही त है। भेरी नाइस प्लेस। ठिक्कको सानो बसेर खानु मिल्ने रुमहरू पनि रहेछ। अहिले चाहिँ बन्द रहेछ अब पछि आउँला अब फेरि। हामी नेक्स्ट टाइम आउने ल। त्यही त नेक्स्ट टाइम है। ओके ल बन्द थियो त्यही भएर हामी चाहिँ अब निस्केर यहाँबाट अर्कै ठाउँ जान्छौँ। तर हामीले नयाँ ठाउँ पत्ता लगायो अब नेक्स्ट टाइम आउने। नेक्स्ट टाइम। सो दामी छ है यो ठाउँ चाहिँ। भेरी गुड प्लेस। अर्कोचोटि आउँ है जाउँ यहाँबाट। भागेमा रहेन रहेछ कफी खानु यहाँ। मैले बाटो लिन्छौँ भनेको थिएँ नि। त्यही भनेकै थिएँ। तर एकदम राम्रो ठाउँ रहेछ यो। हामी नेक्स्ट टाइम आउने। कस्तो क्युट के। अलराइट सो यो छ अरे पुग्नुभन्दा अगाडि 3 किलोमिटर अगाडि माथि नै छौँ। यहाँ चाहिँ तरकारी बजार रहेछ। घरको लागि के तरकारी लिएर जानु पर्ला। अर्ग्यानिक च्याउ तथा तरकारी उत्पादन रे यहाँ च्याउहरू पनि रहेछ। साग अलिकति च्याउ पनि लानु पर्ला है मा। हल्का लिएर जाउँ न। ए 50 रुपियाँ। एक मुठा लिऊ न यो यहाँकै हो। यो ठुलो चाहिँ लिऊ न यता। यो ठुलो छ। कौली पनि रहेछ। मटर खोर्सा कति हो? 100 रुपियाँ केजीको। अनि यहाँ स्ट्रबेरी पनि रहेछ। यस
सामानहरू लिउँ है। सो यो सिताकी च्याउ रहेछ, ड्राई च्याउ। त हामीले च्याउ किनिसक्यो यहाँ। च्याउ त किनेन हामीले, तर अरू मटर खोर्सा चाहिँ किनेन। मटर खोर्सा एन्ड वाट? मटर खोर्सा रातो मुला हजुरले भन्यो त। ल ल ठिक छ। कौली लियो कि लिएन? कौली राम्रो छैन। ल अर्ग्यानिक कौली राम्रो हुन्थ्यो नि। छैन के राम्रो। हेर्दै हेरेन होला तिमीले? हेरेर हेऱ्यो? बसिरहेको छु म। ल कौली पनि लानु मन थियो मलाई। ल ठिकै छ। कौली लानु मन थियो मलाई, लिनै दिएन, राम्रो थिएन भनेर। कौली राम्रो थिएन भनिरहेको छु। कति उसलाई हेर्न आउनु जस्तो मलाई हेर्न आउँछ। गाउँको लोकल कौली भन्दै थियो, त्यही भएर लानु मन लाग्यो मलाई। उसलाई त यस्तो फेरि लोकल हुन्छ नि, बाहिरतिर देख्यो भने कि एकदमै लिन मन लागिहाल्छ। त्यही भएर ल ठिकै छ, छोडिदिउँ। तर अलराइट, राम्रो थिएन है कौली चाहिँ। ओके ठिकै छ त नि। अब हामी बार्देलिन जाने होइन बेबी, यता तलतिर त मैले केही पनि देखेन अब छ अरे जाने, उतातिर किन जानु, अब माथि नै जाउँ। है। बार्देलिनै जाउँ। उसले बार्देलिन भनेछ, लेट्सको बार्देलिन। के हो बार्देलिन भने? ल अब हामी बार्देलिन जान्छौँ। ल बार्देलिन भनेर बार्देलिन पनि आइपुग्यो। बार्देलिन पनि आइपुग्यो। बार्देलिनको पार्किङ चाहिँ यस्तो छ। कफी खाने? कफी खानु मन लागेको मलाई चाहिँ। वेदर पनि चिसो छ। खाना चाहिँ के खाने? खाना अहिले पछि हेरौँ न, अरू ठाउँमा कतै हुँदैन। अहिले माथि टोकातिर जानुपर्छ, नेवारी खाने हो। हो ए त्यहाँ एउटा नयाँ रेस्टुरेन्ट छ नि बेबी, टोखामा, थाहा छ? त्यही जाउँ न। ल टोखामा नेवारी खान जाने अब। टोखामा एउटा नयाँ रेस्टुरेन्ट छ, त्यो भाजु नसा है के भन्ने, त्यहाँ जाने हो। भाजु नसा? खै के पो भन्छ। कस्तो नाम हो भाजु नसा? खै के पो भन्छ नेवारी, जस त्यहाँ खान जानु ल पर्यो। यो बार्देलिनमा चाहिँ के खाने? अलिकति हल्का जे पनि खाएर जानु पर्ला नि। कफी खाने के गर्दा? आइपुग्यो बार्देलिन भनेको। जाडो भयो, ज्याकेट लाउनु पर्यो। चिसो भयो। हाम्रो वे छ यहाँबाट। लङ टाइम पछि आइपुग्यो यहाँ, आफ्टर इयर्स पछि। 1 वर्षपछि भइसक्यो। लास्ट इयर आयो नि त बुढी? Oh yeah, 2 years back we were here. अनि यहाँको बाटो यस्तो छ। घन्टी पनि रहेछ यहाँ, यसो बजाउनेहरूलाई। कस्टमर आयो भनेर। मलाई फेरि यस्तो ठाउँ एकदम मनपर्छ। यो टक्क बत्ती बलाएर कस्तो दामी देख्छ है। ग्रिनेरी छ यता चाहिँ, जङ्गलको बिचमा। यता अझ तलसम्म छ। वेल माछा छ टक्क, फिसहरू रहेछ यहाँ। के ट्राउट फिस हो कि होइन होला, किनकि यहाँबाट टक्क हेरेर हिँड्नु पर्यो। यहाँ तलसम्म छ। तल पनि एउटा पन्ड छ नि ठुलो है, त्यो बाघको बुक भए जस्तो छ क्या त्यहाँ। सो हामी आइपुगिसक्यौँ यहाँ। के छ भाइ, कफीहरू बन्छ हाम्रोमा? 2टा कफी गरिदेऊ न, ब्ल्याक कफी। सो यो बाहिरको भ्यू यस्तो छ। यहाँबाट नि तलबाट जे हो त्यही हो, यहाँबाट पनि। बी ह्याप्पी, बी ब्राइट, बी यु। अलराइट हुन्छ। सो हामी चाहिँ यो बार्देलिनमा छौँ। त्यही हो, यहाँ आएर चाहिँ एउटा ब्ल्याक कफी अर्डर गरेर। चिसो छ यहाँ चाहिँ, टक्क ब्ल्याक कफी एउटा भेरी गुड। अघिदेखि खम भइरहेको थियो, यहाँ आएर ट्याक्क खानु पायो। त्यो अब यहाँबाट चाहिँ हामी टोखामा गएर चाहिँ नेवारी खान जान्छु। त्यहाँको नेवारी त्यो नयाँ खोलेको थियो क्या अस्ति नै,
आई थिङ्क त्यो एकदम चलेको थियो भन्दै थियो अब जाउँ हेरौँ त्यहाँ होइन अनि त्यो हो अब अहिले चाहिँ यहीँ एकछिन कफी अनि चौचो साँधेको मगाएको छौँ त्यति खाएर चाहिँ हामी जान्छौँ यहाँबाट सफी आइसक्यो चियर्स जाडोमा चिसो छ चिसोमा कफी खानु त मजा आइहाल्छ नि जस बेन्चवाला चाहिँ रहेछ कफी ठिक छ बेन्च जहिले जहाँ पनि सबै ठाउँमा हुँदैन नि त बेन्च यो यस्तो यस्तो नेस्क्याफे पनि मजै आउँछ कहिलेकाहीँ खान अब यहाँबाट हामी नेवारी जाउँ नि त माथि त्यही खाना खाउँ यहाँ चौचो साँधेको भनेको छ एउटा त्यो अर्डर गरेछ त्यो खाएर चाहिँ हामी माथितिर जाउँ कफी र चौचो साँधेको चाहिँ जहाँ पनि हो क्या जहाँ जाँदाखेरि पनि उसलाई चट्ट चाहिहाल्छ चौचो साँधेको मलाई मात्र चाहिन्छ जस्तो चाहिँदैन म त खाइदिन्छु जे पनि पाए त कुखुरा काटेर खानुहुन्थ्यो है कुखुरा काटेर खाने भन्ने के आनन्द है धेरै पछि आयो 2 वर्ष अगाडि आएको 2 वर्षपछि आएर यहाँ दुई वर्षपछि आएर यहाँ कफीको चुस्की लिँदै पासवर्ड पनि चेन्ज गरेछ यार 2 वर्षसम्म कहाँ एउटै पासवर्ड हुन्छ त यार खै न यस्तो गर्छ न के भन्दा हामी इन्स्टा स्टोरी चौचो साँधेको नै आयो क्विक जे हुन्छ त्यो ल्याइदिनु भन्दा चाहिँ चाँडो चाँडै भएछ त्यही छ हाम्रो चाहिँ यस्तो छ है यता यता यी कस्तो मिल्यो च्वासै रहेछ नि कहाँ गएछ है त्यो अमिलो पिरो च्वासै भन्ने त्यो लास्ट फेमस भएको छ डेन्जर अहिले अर्को चटपटीवाला छ त्यही कता कता प्याकिङ गरेर पठाउने टिकटकमा पुरै फेमस ए त्यो दमौलीको चटपटी अरे मलाई हाँसु त्यो चटपटी त फ्रेसै मिठो हुने होइन र टक्कबाट अर्डर आउँछ अरे अनि काठमाडौँ आइपुग्न 1 दिन लाग्छ चटपटे खै थाहा छैन यार लन्डन त लान्छ अरे मान्छेले लन्डन अस्ति कुरा यो तपाईँले पत्तो नहोला यो चटपटे चाहिँ युके जाँदैछ भनेको हो र यस्तो क्रेज लिएर जान्छ होला नि मान्छेहरूलाई अब के मान्छेलाई एउटा ट्रेन्ड हो एक्सपेरिमेन्ट गर्न मन लाग्ने होला नि त त्यो मिठो होस् नमिठो होस् होइन तर त्यो लगेर प्याक गरेर खानु हेर्नु मनपर्छ क्या मान्छेलाई होला त्यो जुन फ्रेस छ कि छैन कस्तो छ भनेर भ्याक्युम भन्दै कोही आउँछ भने मगाएर ट्राई गर्नु पर्ला गर्नु के भएको मिठो छ मिठो छ नि यो चटपटेसँग होइन हामी पिरो खान्छ नि त अनि जहिले पनि एउटा चिज मिल्दै मिल्दैन क्या कफी तातो कफी हुन्छ क्या अनि पिरोसँग तातो कफी हस् त नि अर्डर गर्ने खानु मन लागिहाल्छ फेरि जाडो वेदरमा त ठिकै हो जिब्रो पिरो भएर हान्छ नि त अनि तातो कफी माएको सिरिङ्ग हुन्छ कस्तो आनन्दको ठाउँ छ यहाँ रुमहरू पनि छ नि तल
नि हो क्या तल रुम छ राजाको लागि सेपरेट भनेर पहिलादेखि नै राखिरहेको क्या कुन राजा थियो अब हाम्रो राजा ज्ञानेन्द्र सरकार वीरेन्द्र सरकार पहिला हुँदाखेरि जो पनि आउने होला नि त यहाँ यहाँ त अनि माथि शिवपुरीमा माथि त्यो शिवपुरी रिजोर्टमा पनि छ क्या अरे त्यहाँ पनि सुनेको अब थाहा पनि होला हुन त यहाँ तलको रुम त सबै त्यस्तै थियो पुरा सबै राम्रै थियो है जस्तो कुरो भयो त्यति खाएको खाइ हुन्थ्यो ननस्टप जान्छ क्या पिरो भयो है त्यत्तिकै जान्छ त्यो चाहिँ सबैलाई नि हुन्छ हुँदैन है अहिले सबैलाई हुन्छ त्यो पिरो भयो झन् मिठो हुने क्या खाइरहनु मन लाग्ने पिरो चाहिँ भइरहेको छ तर खाइरहनु मन लाग्ने पिरो नानीहरू छोइला खानुपर्छ छोइला उसलाई छोड्ने गरी यस्तो मिठो छ के गर्नु नेहारीमा छोइला स्याहारमा गएर तोम्बा त्यो स्याहारो भन्ने एउटा रेस्टुरेन्टमा गयो कस्तो नुन चर्को बनाउनु भयो तपाईँले भनेको त सुरी रे त्यही भने अब यहाँबाट निस्किनुपर्छ होइन तर यहाँ रमाइलो भयो एकछिन आएर बस्दा है तर रमाइलो हुन्छ नि कहिलेकाहीँ लङ ड्राइभ आउनु बाहिर कहिलेकाहीँ डिनर गरेर होइन ठिक छ त्यहाँबाट कति हामी आउनलाई कति 1 घन्टा त लाग्यो है 1 घन्टा जहाँ 1 घन्टा त कहाँ जहाँ पनि पुगिहाल्छ 1-1.5 घन्टा मात्र यो वे पनि ठिक रहेछ अब अर्कोचोटि चाहिँ त्रिशुलीतिर भए पनि जानु पर्ला एकचोटि नुवाकोट दरबार जाउँ न यार मैले कति भन्नु मलाई त नुवाकोट फार्म हाउस जानु मन छ कि जाने लिएर गयो जाने धेरै गाडी त पुरा लाग्यो तर एकदिन गरेर त पुरै जम्ला नि होइन के छ र अब यस्तै घुमिरहेको बेला ठ्याक्क जोराउँछ त्यही बेला फ्याट्ट छिरिदिइहाल्नुहोस् फ्याट्ट छिरेर हुँदैन त्यहाँ त बुकिङ गर्नुपर्छ फ्याट्ट बुक गरेर फ्याट्ट गइहाल्ने नि त ट्याक्क जाने फ्याट्ट बस्दिने सुत्दिने तर त्यहाँ त होइन समरमा जानु मन छ मलाई चाहिँ अब विन्टरमा भन्दा नि स्प्रिङमा जानुपर्छ त्यहाँ त पुरा फुलै फुल्छ नि अब वैशाखतिर दामी हुन्छ मिलाएर जानुपर्छ ठिक छ अब निस्किने हो नि त हामी ल हामी जाउँ यहाँबाट माथि अब यहाँबाट चाहिँ हामी एकचोटि अब पोखामा गएर त्यो नेवारीमा जाउँ खानासाना त्यहीँ खाउँ है बिहानदेखि लन्च खाएको पनि छैन यही अलिअलि खायो ब्रेकफास्ट खाने त्यहाँबाट चिउरा खानुपर्छ बजी नेवारी खाने भने चाहिँ मुखमा चबक बजी चिउरा छोइला खानुपर्छ तर आई डोन्ट नो त्यहाँको कस्तो छ तर गएर ट्राई गरौँ एकदम भाइरल भएको ठाउँ हो नि त्यो आज हामी जाँदैछौँ हेर्छ त अगाडि गाडी कहाँ लगेको होला है गाडी बिग्रियो होला कतै अनि त्यही भएर नि बोकेर ल्याएर इलेक्ट्रिक हो कि क्या यो G6 है क्या अब कता गाडी ढल्ला जस्तो देखेको है पहिला कस्तो डेन्जर भाइरल भएको ठाउँ हो नि बेबो हजुर याद भएन यो ठाउँ अब बनाएको छु त मजाको छ हेर्छ झिलिमिली झिल्ला देउसिउरे के झिलिमिली झिल्ला झिलिमिली झिल्ला भने बवाल रहेछ त ठाउँ त है वाइल्ड ठुलो क्या त पुरा पार्टी प्यालेस छ जस्तो लाग्यो मलाई त पुरा भिडियो खिच्दै रहेछ ग्रान्ड रहेछ नि त्यो ठाउँ यहीँबाट नमस्ते
दुईजना मात्रै हो हामी कहाँ माथि जाने माथि जाउँ न है ल ठाउँ चाहिँ बगाल रहेछ यो चाहिँ खाना पनि मिठो होला नि होइन man? ठाउँ त वाइल्ड छ यो चाहिँ पुरा हुन्छ हामी चाहिँ यहाँ बस्ने अनि नेवारी खाने खतरा रहेछ है ठाउँ चाहिँ सो हामीले चाहिँ खाजा सेट एउटा हाफमा मगाएको छ दुईजनालाई त्यति नै हुन्छ होइन चिकनमा अनि मैले बफ छोइला चाहिँ एक्स्ट्रा मगाएको छु अनि हामीले छ्याङ पनि मगाएको छ छ्याङ चाहिँ उसले खान्छ म खाँदिनँ आम ड्राइभिङ त्यही हो अनि मोमो पनि भनेको छ है सी मोमो एउटा चिकन मोमो भनेको छ त्यही हो अब खाजा साजा आउँछ हाम्रो लन्च अब डिनर सबै यही हो अब चाहिँ होइन सो हाम्रो बफ छोइला चाहिँ अलरेडी हियर हेर्नुहोस् होइन कस्तो दामी छ र लसुन ससुन हालेको है टक्क ट्राई गरौँ है त मसला चाहिँ वेल म्यारिनेटेड है एकदम मिठो छ मसला चाहिँ मासु पनि चुही छ चिउरासँग चाहिँ बबाल हुन्छ होइन ऊ चाहिँ खाँदैन बफ इट्स ओन्ली फर मी चिउरासँग झन् दामी हुन्छ योसँग मजा आउँथ्यो तर उसको लागि मात्रै हो खान्छ छ्याङ खाउँ त छ्याङ मेरो बुढालाई नेवारी भनेपछि त अति नै मिल्ला यस्तो एक्साइटेड भएर खुसी भएर यसरी खाने हाँसी हाँसी खुसी भइरहेको खुसी भएको यसो गर्दै खायो गुड दाम चिकन खाजा सेट पनि आइछ है यहाँ नाइस आलु तामा थ्याङ्क यू हजुर पर्दैन होला चाहिन्छ अनि ठिक छ थ्याङ्क यू देखिरहेको छ है यहाँ सी मोमो पनि छ अलिकति यो चाहिँ खाइसकेँ मैले दिस इज इट अब हाम्रो खानेकुराहरू रेडी खाउँ न मोमो खाउँ खाउँ न खाउँ कस्तो मोमो है दिस इज इट है म त यो छोइला चिउरा है त्यस्तो छोइला चिउरा होला त्यसो साग पनि दिन्छ भनेर नेवारमा मैले उता हिजो घरमा मैले अस्ति रायोको साग र चिउरा बनाएर खाएको रायो सागसँग चिउरा खान्छ गर्दै थियो हामी यहाँ देखेँ मैले
यो त पाङ्ग्रा बोडी यो त चिकन छोइला पुरा खानु बुझ्छ त्यो गोलमेडाको अचार है आलु सबै मिठो छ तर पिरो त रहेन रहेछ नि त्यस्तो पिरो पनि छैन ठिक्क रहेछ खाउनु खा मलाई चाहिँ टोखा आएको बेला जहिले पनि छ्याङ खाने मौका पाउँदो रहेछ यस्तो हो मैले चाहिँ यो ग्रिन चिली खाएको पुरो भयो ठाउँ चाहिँ दामी नै है ठाउँ चाहिँ पुरा पार्टी प्यालेसतिर आएको नेवारी पार्टी प्यालेस हामी चाहिँ अब खानासाना खाएर सबै सकिसक्यो अनि अल ओभर उसको छ्याङ स्टिल गोइङ अन त्यो त अझै बाँकी छ त नयाँ टर्नु घर लिएर जाने बढेको छ त्यही हो खाना अल ओभर ठिकै छ मिठो छ अनि अलिकति 6.57 ठिकै हो त्यस्तै रेट दिनु पर्दाखेरि होइन तर सबैको लागि चाहिँ कोही पिरो खानु नसक्ने हुन्छ कोही धेरै खाने हुन्छ होइन म चाहिँ अलिक स्पाइसी धेरै खाने भएको कारणले चाहिँ मलाई चाहिँ अलिकति कम लाग्यो पिरोहरू होइन अब खाँदै नखाने त धेरै हुन्छ नि त फेरि त्यही भएर ठिकै छ अलराइट गुड भोक पनि लागिरहेको थियो भोक मेट्यो यो के अरे कुन ठाउँ यो नाम के अरे म त भनिहालेँ भाजु नसा टोखा होइन यो टोखा त्यही हो अब हामी उता के अरे माथि शिवपुरी के भन्छ त्यो नुवाकोट साइडतिर होइन त्यहाँ गयो बार्दलिन गयो आज यत्तिकै राइड हिँडेको अब त्यो घुम्दा ब्याक टु टोखा यहाँ आएर खाइयो अब त्यसपछि गोइङ होम यहाँबाट त्यही हो अब हाम्रो भ्लग चाहिँ यहाँ एन्ड गर्छु round the moon, fall asleep to the sounds of the sea. With you right by my side, it's such a sweet life. Escape this time with me. Escape this time with me.
skip this time with me. Escape this time.